क्याटेगोरी स्लग पेजमा कोहीलाई कन्फ्युजन छैन होला अब त्यसो भने ल म यो तलको साइट सकिदिन्छु त्यसपछि हेरौँला यो एउटा फाइल फोटो म्यानेजर भन्ने छ यो भनेको हाम्रो तपाईँको आफ्नो आफ्नो डिसिसीको फाइल अपलोड गर्नको लागि अघि नै हामीले लोकल डिसिसी डिस्क भन्ने कुरा गरेका थियौँ त्यसको एउटा यो यसको ओभरभ्यू यहाँनिर आउँछ यो डिसिसी डिस्क भनेर एउटा हाम्रो आफ्नै डिस्क छ लोकल लेभलमा डिस्क हजुर यो तल वेबसाइट व्यवस्थापनभित्र फाइल फोटो म्यानेजर भन्ने छ त्योभित्र तपाईँले अपलोड भएको कन्टेन्टहरू सबै यहाँ बस्छ यो एडमिनले मात्रै हेर्न पाउने हो यो नर्मल युजरलाई एक्सेस हुँदैन यसमा तपाईँलाई एडमिन युजरै अहिले एक्सेस दिएको हुनाले त्यहाँ देखिन्छ होला र यसमा हामीले अपलोड गरेको सबै कन्टेन्टहरू यहाँनिर बस्छ र तपाईँले आफैले यहाँ फोल्डरहरू क्रिएट गरेर आफ्नो फाइलहरू क्रिएट गरेर त्यो हाइपर लिङ्कलाई पब्लिक गर्न सक्नुहुन्छ तपाईँहरूले आफै जस्तो कुनै एउटा फाइललाई चाहिँ मैले चाहिँ एबिसी भनेर एउटा फोल्डर बनाएँ यहीँबाट मेनुअली पनि अपलोड गर्न मिल्छ फाइलहरू सर्भरमा है त फाइल म्यानेजमेन्टको लागि त्यसरी अपलोड गरेर कुनै कुनै फाइलहरू सेलेक्ट गरेर आफैले मेनुअली फाइलहरू अपलोड गर्न मिल्छ त्यसपछि सबमिट गर्नुभयो भने यो फाइल अपलोड भयो त्यसरी यो फाइललाई रिनेम गर्न भ्यू गर्नु पर्यो भने हामीले चाहिँ यो फाइल भ्यू पनि भयो यहाँनिर होइन यो फाइललाई अरू कुनै प्रयोजनको लागि तपाईँले आफैले पनि युज गर्न सक्नुहुन्छ यसमा चाहिँ युआरएल पनि हुनुपर्छ कपी गर्न सक्नुहुन्छ तपाईँले त्यसपछि यसमा चाहिँ डिलिटहरू जिपहरू गर्न सक्नुभयो पेस्ट गर्न सक्नुभयो त्यसपछि होइन यो सबै कुराहरू यहाँबाट भ्यू गरेर मिलाउन पनि सकिन्छ क्रप पनि गर्न सकिन्छ इमेजहरू छ भने यहाँनिरबाट इमेजहरू यहाँनिरबाट अनि यो इमेजलाई डाउनलोड पनि गर्न सकिने भयो यो कुराहरू चाहिँ फाइल म्यानेजर छ यो फाइल म्यानेजरको डिटेलहरू तपाईँले यहाँनिरबाट हेर्न सक्नुहुन्छ यो चाहिँ यो प्लगइन चाहिँ हो यो लाइब्रेरी हो त्यति बेला डेभलप गरेको जाभा स्क्रिप्टबाट डेभलप भएको फाइल लाइब्रेरी हो यो चाहिँ कुनै फाइलहरू तपाईँलाई यहाँनिरबाट हामीले अपलोड गरेको सूचनाहरू डाउनलोड गर्न मन लाग्छ भने यहाँनिरबाट डाउनलोड गर्न पनि सकिन्छ यो फाइल म्यानेजर हो त्यसपछि आर्थिक वर्ष व्यवस्थापन भइहाल्यो प्रणालीको इमेल सेटिङ भन्ने छ इमेल सेटिङमा एकचोटि जाउँ इमेल गेटवे हामीले यसरी हेर्न गर्न सक्छौँ म एउटा इमेलको पासवर्ड चाहिँ यहाँनिर राख्छु होइन विषयवस्तु थप्नुहोस् भन्दा तल यहाँ हेर्नु त मैले यहाँ हाइलाइट गरिरहेको छु बल्क म्यासेजिङभित्र वेब बल्क इमेल गर्ने यहाँनिरबाट तपाईँले यसरी इमेल पठाउन मिल्छ तर अहिले जान्छ कि जाँदैन मेरोबाट तर इमेलले त्यो इमेलको पासवर्ड मिल्छ कि मिल्दैन जस्तो हजुर अब कुनै फाइलहरू अट्याच गर्नु छ भने तपाईँले इमेल सेम इमेल पठाए जस्तै हो यो तपाईँले ऊ खोलेर इमेल पठाए जस्तै हो यहाँबाट डाइरेक्ट पठाउन मिल्छ भनेको अहिले एसएमटिपी कनेक्ट भएन किनभने यो मेरो पासवर्ड मिलेको छैन जस्तो छ यसले मेरो इमेलको पासवर्ड नमिल्या हुनाले यसले पठाउन दिएन यो जान्छ है त यो टेस्टेड नै हो यहाँ पठाएको इमेलहरू यसरी हेर्नु हजुर तल छ मल्टिपल गर्नु पर्यो भने प्लस प्लस गर्दै जाने एउटा एउटा गर्नु पर्यो 10वटै गर्नु पर्यो किनकि त्यो क्युमा पठाउनु पर्छ हाम्रो सर्भरबाट जाने हो नि त सिङ्गल फाइल गर्दाखेरि ठुलो साइज हुन्छ भनेर एउटा एउटा गर्यो अब हाम्रो सर्भर 75वटा चलाउँछ त्यो भएर धेरै लोड नपार्ने भनेर अब अरू जस्तो हाई एन्ड सर्भर छैन हामी कहाँ सानो सर्भर छ आउँछ अझ एडभान्स छ स्थानीय तहहरूको है एसएमएसको त धेरै एडभान्स छ पछि हामी हेरौँला अब अलिकति एसएमएस सेटिङको हेरौँ है त अब एसएमएस कसरी जान्छ एकचोटि हेरौँ एसएमएसको एपिआई थप गर्नुहोस् गर्ने मसँग अहिले ड्युआइटीको छ ड्युआइटी एसएमएस छ त्यसपछि इन पोइन्ट के हो एसएमएसको न्यू एसएमएस डट ड्युआइटी डट जिओभी डट एनपिआई नै हुन्छ एसएमएस है त्यसपछि म टोकनको लागि एकछिन
है कति ब्यालेन्स छ मेरो एसएमएस सिस्टममा भनेर यहाँ देखिन्छ। त्यसपछि त्यो कुनबाट रेट पनि देखिन्छ यहाँ 0.2 पैसामै एसएमएस जाँदो रहेछ यो डिवाइटी भएपछि। ल अब एसएमएस पठाउन मिल्छ। ल कुनै एसएमएस सूचीमा जाऊ। ल मोबाइल नम्बर भन्नु त कुनैको 510 77616 अरू अरू कुनै छ? ल मैले एउटा मेरै पठाएँ। अरू कोही छ भने नम्बर भन्नु। यसरी कमा कमा गर्दै एसएमएस राख्न पनि मिल्छ। तपाईँले यहाँ कर्मचारी थप गर्नु भएको छ भने कर्मचारीहरूलाई पनि पठाउन मिल्यो है त। जस्तो जिसस प्रमुख उपप्रमुख सूचना अधिकारी होइन कर्मचारीहरू जति छ त्यो सबैलाई पदाधिकारीहरूलाई चाहिँ यसरी पठाउन मिल्यो। कर्मचारीदेखि लिएर सबैलाई पठाउन मिल्यो। यहाँ टिक लाउनु भयो भने सबै कर्मचारीलाई एकैचोटि कर्मचारी जनप्रतिनिधि सबैलाई गयो। त्यसपछि हजुर मोबाइलमा जस्तो तपाईँले कुनै एउटा स्पेसिफिक पदलाई मात्रै पठाउने हो भने जिल्ला समन्वय अधिकारी त्यसपछि जिसस प्रमुख त्यसपछि जिसस उपप्रमुख यसरी पनि पठाउन मिल्यो तपाईँले है त। मैले अहिलेलाई यहाँ कन्ट्याक्ट नम्बर अपडेट भएको छैन त्यो कारणले पठाएँ। मैले माथि नम्बर टाइप गरेको छु। अर्को चाहिँ तपाईँले एक्सलको फाइलबाट पनि मिल्छ है। एक्सलमा तपाईँले यसरी नम्बरहरू टाइप गरेर एक्सलमा धेरै नम्बर छ तपाईँलाई यहाँ टाइप गर्न झन्झट भयो भने एक्सलमा यसरी नम्बरहरू टाइप गर्नुहोस्। त्यो फर्स्ट सिटमा नम्बर चाहिँ मजाले टाइप गर्नुहोस्। जति हुन्छ नम्बरहरू एउटा एउटा नम्बर राख्दै जानुहोस्। त्यो फाइललाई एक्सलको फाइललाई यहाँ चुज गरिदिनुहोस्। हजुर लिन्छ के को एसएमएसको एसएमएस पहिचान अझै किन एक्टिभ भएन त एकैछिन। मिल्छ मिल्छ फिर्ती लिँदैन है युनिकोडमा भयो भने लिन्छ। एसएमएस सेटिङ निष्क्रिय छ कि क्या हो? निष्क्रिय छ। एसएमएस सेटिङ निष्क्रिय नहुँदासम्म उता एसएमएस गर्न मिल्दैन। यसलाई सक्रिय गर्नुपर्छ एकपटक आएर है। एसएमएस सेटिङलाई डिसेबल गरिदिनु भने एसएमएस पठाउन मिल्दैन। यो चाहिँ के हुनु पर्यो भने स्ट्याटसमा यहाँनिर यो सक्रिय भनेर एक्टिभ हुनु पर्यो। अब हामी चाहिँ एसएमएस पठाउँछौँ। अब यसले 500 क्यारेक्टर लिमिट गरेको छ यहाँ एसएमएस पठाउने बेलामा। मैले अहिलेलाई उसले जति पनि दिन्छ पैसा लाग्ने हो तपाईँलाई। जस्तो 120 क्यारेक्टरसम्म एउटा एसएमएस हुन्छ। 120 कटेर 20 वान गयो भने तपाईँको 40 पैसा काट्छ। त्यो चाहिँ जति पनि दिन्छ पठाउन। मैले हजुर नेपालीमा टाइप गरे पनि त्यही नै हो। नेपालीमा अलिकति बढी हुन्छ। जस्तो मलाई कुनै एउटा जस्तो यही पठाउनु त ल। नेपालीको धेरै हुन्छ युनिकोड चाहिँ अलिक धेरै हुन्छ। तर नेपालीमै गर्नु पर्यो एसएमएस त अब अलिकति बढी नै भयो पनि केही होइन यसरी। ल मैले यो एसएमएस पठाउनलाई यहाँ टाइप गरेँ अनि अहिले प्लस गरौँ। यति एसएमएस टाइप गरेँ। यो कति क्यारेक्टर बाँकी छ भन्ने पनि यहाँ देखाउँछ 500मा। मफाका चुज गऱ्यौँ हामीले यहाँ नम्बर पनि टाइप गऱ्यौँ। त्यसपछि अब यसलाई एसएमएस पठाउनुहोस् गऱ्यौँ भने अब यो एसएमएस गयो होला। त्यसपछि अब हामीले यहाँ डिटेलमा गऱ्यौँ भने डिटेल भ्यू गऱ्यो भने यो एसएमएस गयो। कतिवटा नम्बरमा एसएमएस गऱ्यो 2वटामा कति पैसा काट्यो 0.4 पैसा काट्यो। त्यसपछि डेलिभर स्ट्याटस के छ डेलिभर भइसक्यो कुन कुन नम्बरलाई एसएमएस पठाएको हो भनेर यसरी डिटेल पनि हेर्न मिल्छ। दुईवटा एसएमएसलाई 20 पैसामा गर्न मिल्छ यसरी। हजुर अनि इनभ्यालिड नम्बर कुनै नम्बरहरू मिस्टेक तपाईँले टाइप गर्नुभएको छ भने इनभ्यालिड नम्बर कतिवटा भनेर यहाँ पनि देखाइदिन्छ। हजुर एसएमएस पठाउने तरिका यही नै हो। पहिला गेटवे सेटअप हुनु पर्यो त्यसको लागि एसएमएसको गेटवे। हजुर अब सर्भरले व्यवस्था गरिदिनु भयो भने लाग्दैन। आफैले किन्न सक्नुहुन्छ सर्भरले बिलिङ गर्नुहुन्छ होइन सर हजुरहरूले यस्तो गर्दा हुन्छ सर। पिएलजिएसपी र डिवाइटी गर्ने हजुरहरूले एग्रिमेन्ट गर्दै हुन्छ।
फेरि कम खर्च हुन्छ कि त्यो बिलिङ गर्ने फरक पर्छ सरी 5 रुपियाँको पनि बिलिङ छैन देखि छ है तर 10,000 रुपियाँ 1500 मात्र भएको छ भन्नु हो हामीले एउटा पिएचएसपीले किनेर उयो गऱ्यो व्यवहार पनि लोकल लेभललाई हामीले अर्को एउटा गेटवे पनि थपेको छ यो डिआइटीकै सिस्टम डेभलप गर्ने कम्पनीको हो त्यो ठ्याक्कै यही डिआइटीसँगै मिल्छ तर त्यसमा चाहिँ उसले चाहिँ पैसा बढी लिन्छ त्यो इसिओबाट टपअप गरेर तपाईँले युज गर्न मिल्छ त्यो चाहिँ त्यो पनि त्यो गेटवे पनि इन्टिग्रेट गरिरहेको छ एसएमएसकै हजुर एसिनसकै लोकल लेभलमा त्यो एउटा इन्टिग्रेट एउटा त्यो पनि गर्छ तिनवटा छ लोकल लेभलकोमा तिनवटा गेटवे छ लोकल गभर्मेन्टको वेबसाइट हजुर लोकल गभर्मेन्टमा अब डेभलप हुने लोकल गभर्मेन्ट यसमा दुईवटा मात्रै छ डिआइटी र ऊ मात्रै हजुर अस्ति दुईवटा मात्रै थियो होला पछि थपेको थियो कि जस्तो लाग्छ गेटवे एउटा ए होला सायद प्राइभेटको चाहिँ त कुनैलाई चाहिँ म एग्रिमेन्ट गर्दिनँ भनेर तपाईँले इसिओबाट उतिखेर टपअप गरेर एसएमसी गर्नु मिल्छ क्या त्यो चाहिँ सजिलो छ प्रिपेड नै हो त्यो चाहिँ तर त्यो नगर्नु यहाँबाट सेन्ट्रल्ली गरिसकेपछि सेन्ट्रल्ली हुन्छ सजिलो हुन्छ अब अर्को गुनासो तथा सुझावहरू भन्ने छ गुनासो तथा सुझावहरू कहाँबाट आउँछ भने हाम्रो पब्लिक वेबसाइटको तपाईँले जुन अघि सेटअप गर्नुभएको थियो इमेलहरू सेटअप गरिसकेपछि यहाँ हाम्रो सम्पर्क भन्ने छ तल सम्पर्कबाट यहाँबाट आएको गुनासोहरू त्यहाँ जान्छ त्यो साइडमा जस्तो हामीले अहिले मैले भर्खरै देखाएँ यहाँ प्राप्त गुनासोहरू एउटा गुनासो पठाएर हेरौँ है त यो कुनै क्लाइन्टले सेवाग्राहीले वेबसाइटमा केही कम्प्लेन गर्यो भने यो आउँछ मोबाइल नम्बर मिलेन भने अरू साइटमा यसको कन्फ्लिक्ट गर्नु लाग्यो नि सर हजुर एउटा इमेल पनि जान्छ त्यो हेलो सरकार ए हेलो सरकारमा यो चाहिँ यो गुनासो हेलो सरकारमा त जाँदैन एपिआई चाहियो त्यसको लागि यसबाट गरेको गुनासोहरू तपाईँले यहाँ रिसिभ गर्न सक्नुहुन्छ यो कहाँनिर गयो भने बल्क एसएमएस भित्र प्राप्त गुनासोहरूमा यहाँ लिस्टिङ हुन्छ एउटा प्रति तपाईँको इन्फोको इमेलमा जान्छ इन्फोको इमेलमा पनि आउने भयो कसले क्लाइन्टले कसरी गुनासो गरेको छ भनेर वेबसाइटभित्र गएर पनि हेर्न सकिने भयो हजुर इमेलमा जान्छ तपाईँले राखेको इन्फोको इमेलमा जान्छ एउटा गुनासो है एउटा प्रति तर चाहिँ मेन चाहिँ तपाईँले यहाँबाट पनि हेर्न सकियोस् भनेर यहाँ राखेको छ ल अब सङ्गठन संरचनातिर जाउँ अघि शाखा एकाइ दुईवटा मात्रै देखिरहेको थियो अब तपाईँले यहाँ शाखाहरू थप्ने हो यहाँ चाहिँ अरू शाखाहरू जस्तो प्रशासन शाखा आर्थिक शाखा के शाखा हुन्छ यहाँनिर शाखा तथा एकाइ थप्न अहिले दुईवटा मात्रै राखिदिएको छ शाखा तथा एकाइको नाम जस्तो मैले एउटा शाखा थप्छु हजुर क्लाइन्टलाई ए त्यति त्यो लोकल लेभलमा गर्ने त्यसलाई चाहिँ हेलो सरकारसँगै जोड्ने कि भन्ने हो यो चाहिँ अहिले वान वे मात्रै छ तपाईँले त्यसलाई क्लाइन्टलाई रिप्लाई गर्नु पऱ्यो भने इमेलबाट गर्नु पऱ्यो अब चाहिँ अहिलेलाई हजुर हजुर यसैबाट चाहिँ छैन यसको स्ट्याटस चाहिँ अपडेट हुन्छ भ्यू गरेको नगरेको भनेर अब त्यो कुरा पनि गुनासो जुन आएको छ नि सर त्यसलाई हामीले के अवस्था छ भनेर क्लाइन्टलाई त्यही जानकारी गराउने मिल्ने गर्ने कि भन्ने कुरा गर्नुभएको छ त्यो भन्यो त्यही कुरा गरेर सोच्छु हेलो सरकारसँग जोड्नु पऱ्यो किनभने नागरिकलाई पनि कन्फ्युजन भयो कहाँ चाहिँ गर्ने हो गुनासो यहाँ गर्ने कि होइन हेलो सरकारमा कि छुट्टै छ अझ नगरमा त हेलो मेयर यसरी शाखाहरू यसमा थप्न मिल्छ यो शाखाहरू यसरी थप्न मिल्छ जतिवटा शाखा पनि यहाँनिर डाइनामिक रूपमा थप्न सक्नुहुन्छ डिपेन्डेन्ट गरेर है जिल्ला समन्वय समितिभित्र प्रशासन शाखा अब के शाखा छ तपाईँहरूले थप्दै जानु सक्नुहुन्छ अब पदनाम व्यवस्थापन जुन चाहिँ कर्मचारी थप गर्ने बेलामा हामीलाई चाहिने बेसिक पदनामहरू यहाँ राखिदिएको छ
तपाईँहरूलाई चाहिन्छ भने आफैले अरू थप गर्नुपर्छ भने यहाँ थप्नु होला। हामीले चाहिँ निजी सचिव, कार्यालय सहयोगी, खरिदार, सकह, सब इन्जिनियर, कह, लेखापाल, नासु इन्जिनियर, शाखा अधिकारी, त्यसपछि उपसचिव, सूचना अधिकारी, प्रवक्ता, जिल्ला समन्वय अधिकारी, सदस्य, जिल्ला उपप्रमुख र प्रमुख, यति चाहिँ थपिदिएको छ। मिल्छ मिल्छ मिल्छ, त्यहीँबाट डिपेन्डेन्ट गर्न मिल्छ, केही गर्नु पर्दैन। हजुर होइन, यो त रोल दिने हो, यो त तपाईँ एडमिनकै लगइन गर्नु भएको छ। तपाईँले अहिले म रोलमा आउँछु एकैछिन, के दिने भन्ने कुरा अहिले रोलमा आउँछु अहिले एकछिन। यो डिसिसी एडमिन हो, यो कसले चलाउने भन्ने हो। अब डिसिसी एडमिन अहिले प्रोभिन्समै बस्छ होला जस्तो लाग्छ मलाई अहिले। अँ। इन्फोको अर्को युजर छ यहाँ हेर्नु त, तल कहाँनिर छ भने युजरहरू म्यानेजमेन्टभित्र कहाँ गयो, युजर प्रयोगकर्ता व्यवस्थापनभित्र प्रयोगकर्ता सूची हेर्नुभयो भने यहाँनिर दुईवटा युजर देख्नुहुन्छ अहिले। एउटा एडमिन छ, यो चाहिँ प्रोभिन्सको आइटी एक्सपर्टहरूले युज गर्नुहुन्छ। यो चाहिँ तल इन्फो भन्ने छ, त्यो चाहिँ जिसएसलाई दिने हो, त्यसमा पर्मिसन लाउनु मिल्छ। जस्तो यो एडमिन भन्ने सुपर एडमिन हो क्या यो। अनि योभन्दा अर्को हिडन एडमिन पनि छ, त्यो मोफागाले मात्रै युज गर्छ, त्यो यहाँ देखिँदैन। यो मोफागाले मात्रै युज गर्ने गर्छ, तपाईँहरूले यहाँ देख्नुहुन्न। त्यो कहिलेकाहीँ मोफागाले चाहिँ इमर्जेन्सीमा युज गर्नको लागि राखेको हो, त्यो चाहिँ सेन्ट्रल, त्यो लोकल लेभलमा पनि त्यो हुन्छ। हजुर जिसस चाहिँ डिसिसी एडमिन हुन्छ। यो सुपर एडमिन भनेको चाहिँ प्रोभिन्सको आइटी एक्सपर्टहरू हुन्छ अहिलेलाई। यो तपाईँहरूलाई त्यही प्रोभिन्सको एडमिन चलाउनु दिएको, किनभने तपाईँहरूले नै तालिम दिने भन्ने भावनाले त्यो दिएको हो अहिले चाहिँ। अनि यसको रोलहरू थप्नु पऱ्यो भने, जस्तो तपाईँलाई जिसस एडमिनलाई के दिने भन्ने कुरा आफैले डिफाइन गर्ने हो क्या यहाँनिर। सुपर एडमिनलाई तपाईँले कन्ट्रोल गर्न सकिएन, सुपर एडमिनलाई सबै पर्मिसन हुन्छ, तर मलाई के गर्न मात्रै दिनु पर्यो, क्याटेगोरी सूची गर्न मात्रै दिने कि थप गर्न पनि दिने कि एडिट गर्न पनि दिने कि के गर्न दिने, यहाँनिरबाट सबै टिक लाउने हो हामीले। सबै एभ्री एक्सनको यहाँ रोल बेस्ड पर्मिसनमा रोल बेस्ड एक्सेस कन्ट्रोल हो यो। त्यो एक्सेस कन्ट्रोलको प्रत्येक एक्सनको चाहिँ के छ भने पर्मिसन छ, त्यसमा टिक लगायो भने गर्न पाउँछ, लगाएन भने पाउँदैन। उसले त्यो देख्न नि पाउँदैन, त्यहाँ देख्दा पनि देखिँदैन। हजुर भूमिका र अनुमतिभित्र गएर जानुभयो भने यहाँनिर नयाँ भूमिका थप्नुहोस्, आफ्नै बनाउन पनि सकियो नयाँ भूमिका। जस्तो डिसिसी एडमिनको ठाउँमा डिसिसी कन्टेन्ट क्रिएटर भनेर एउटा रोल बनाउनु, त्यसपछि त्यहाँभित्र के दिने हो त्यसलाई, त्यति 2-3वटा रोल मात्रै थप्दै पुग्यो। हामी चाहिँ पदनाम व्यवस्थापनमा थियौँ। यो पदनाममा थप्नु पऱ्यो भने तपाईँले थप गर्नुहोस् गर्ने, त्यही हो। डेजिग्नेसन नेपाली र इङ्ग्लिसमा टाइप गर्ने, त्यसपछि अब त्यसपछि दोस्रो काम आउँछ पदनाम सकिसकेपछि हामीले कर्मचारी, यो चाहिँ एकदमै इम्पोर्टेन्ट हो। यो बेसिक 3टा कुरा यहाँ थपिदिएको छ, तपाईँले कर्मचारी सबै थप्नुपर्ने हुन्छ यहाँनिर। जस्तो म यहाँनिर थप्दैछु, यहाँ जिसस प्रमुख लेखेको छ, ड्यास ड्यास राखिदिएको छ यहाँनिर। म एउटा हजुर ए ल म जिसस भक्तपुरको केही जनप्रतिनिधिहरूको फोटोहरू अपडेट गर्दैछु, हेर्नु होला एकपटक। म इमेज सेभ गर्छु। यहाँनिर जाने, यो डिफल्ट इन्ट्री भएको छ यो, यसलाई तपाईँले एडिट गर्ने। एडिट गरिसकेपछि यहाँनिर जिसस प्रमुखको ठाउँमा ईश्वर बहादुर थापा, इङ्ग्लिस पनि लेख्नु पऱ्यो है, मैले इङ्ग्लिसको ठाउँमा अहिले नेपाली नै लेखिदिएको छु। के छ त्यसपछि यो सम्पर्क नम्बर राख्नु पऱ्यो, त्यसपछि मोबाइल नम्बर। यो मोबाइल नम्बर एसएमएस प्रयोजनको लागि हुन्छ है, एसएमएस जाने मोबाइल नम्बर यही नै हो, कर्मचारीको पनि यही नै हो, तपाईँले यो अपडेट गर्नु पऱ्यो। त्यसपछि यो मोबाइललाई वेबसाइटमा देखाउने कि नदेखाउने, कहिलेकाहीँ चाहिँ वेबसाइटमा देखाउनु पर्ने हुनसक्छ, नदेखाउनु पर्ने पनि हुनसक्छ। यदि हो भने हो गर्ने, होइन भने होइन गर्ने। व्यक्तिगत इमेल छ भने उहाँको व्यक्तिगत इमेल राख्दै हुन्छ। त्यसपछि यसलाई सक्रिय गर्ने। त्यसपछि रुम नम्बर छ भने रुम नम्बर पनि राखिदिँदा भयो। निर्वाचित पदाधिकारी, त्यसपछि जेन्डर, सबै कुराहरू तपाईँले यहाँ एड गर्न सक्नुहुन्छ। त्यसपछि म फोटोमा गएँ, इमेज नै सेभ भएन। भर्खरै इमेज सेभ गरेको होइन।
किन हो इमेज नै देखिएको छ ल त्यहाँ इमेज देखिएन म अर्को कुनै इमेज राखिदिँदैछु है त्यो इमेज किन डाउनलोडै भएन एउटा इमेज राखेँ त्यसपछि उपप्रमुख पनि कुनै एउटा इमेज राखौँ डाउनलोडै नभएको अहिले मैले सेम फोटो राख्दै फ्लक्चुएट भयो देखिसम्म भनेको चाहिँ कहिलेदेखि कहिलेसम्म पूर्व कहिले काहीँ एडिट गर्नु पर्यो भने देखिसम्म अब एडिट गर्नुभयो भने उहाँको कार्यकाल सकियो भने सम्म आउँछ एडिट गर्ने बेला मात्रै आउँछ त्यो एडिट गर्ने बेला आउँदैन हजुर पूर्व गर्नु पर्यो त्यसपछि यति एडिट गरिदियो भने उहाँको हजुर कहिलेकाहीँ यही बहालवालाको पनि मितिहरू सच्याउनु पर्छ भनेर चाहिँ यो हटाउनु पर्छ भनेर यो राखेको हो किनभने पूर्व गर्दाखेरि मात्रै राख्दाखेरि कहिलेकाहीँ तपाईँले एडिट गरिदिनु भयो फेरि कहिले सच्याउनु पर्यो भने यो प्रब्लम हुन्छ भनेर त्यो राखेको हजुर छुट्टै छ सर पूर्वको अहिले एकछिनपछि आऊ आयो नि होइन जिसो छ प्रमुखको त्यसपछि उपप्रमुख पनि यसै गरेर अपडेट गर्न सक्नुहुन्छ तपाईँले उपप्रमुखको पहिला फोटो चाहिँ म अपडेट गरिहाल्छु यहाँ एउटै सेम फोटो छ ल फेरि पदाधिकारी थप्नुहोस् जानु पर्यो त्यसपछि अर्को के थप्नु पर्यो सुजाता वैद्य उपप्रमुख त्यसपछि उहाँको अफिसियल नम्बर केही नराख्दा पनि हुन्छ तपाईँले राख्नु छ भने राख्नुहोस् नत्र भने यतिकै नराखेर सक्रिय गरेर यहाँ सुरक्षित गरिदिनुहोस् नराखे पनि भयो निष्क्रिय भयो क्या यो आएन त ए पूर्वमा भयो है अवस्थालाई अब के गर्नु पर्यो कार्यरत अवस्थालाई पूर्व गर्नु पर्यो अब खोज्नु पर्यो भने पूर्वमा भयो अब उहाँ पूर्वलाई के गर्नु पर्यो हामीले बहाल गर्नु पर्यो बहाल गरिसकेपछि मात्रै बल्ल हाम्रो सक्रियमा आयो है त अब यहाँ रिफ्रेस गरौँ हजुर प्रमुख र प्रमुख अब सूचना अधिकारी हो अघिको कहिलेकाहीँ चेन्ज हुनसक्छ भनेको थियो अब यहाँनिर आयो जस्तो मानव मैले त्यही प्रशासकीय अहिले मैले अर्को कर्मचारी थप गरेको छैन त्यो भावनाले मैले तीर्थप्रकाश पौडेललाई नै मैले के गरिदिएँ भने प्रवक्ता भनेर बनाइदिएँ अथवा चाहिँ प्रवक्ता नभए सूचना अधिकारी होइन नम्बर के छ सबै अपडेट गर्नुहोस् कहिलेदेखिको उहाँ सूचना अधिकारी हो अवस्था के हो सक्रिय यति गरेर सेभ गरिदिनु भयो भने उहाँ चाहिँ सूचना अधिकारी पनि अपडेट भयो अब तपाईँले यहाँ रिफ्रेस गर्नुहोस् किन अपडेट नभएको तल पदाधिकारीको बहाल ठिक छ सूचना अधिकारी नै हो आउनुपर्ने पूर्व ठिक छ किन नआएको मोबाइल नम्बर पनि राखौँ इमेल पनि राखिदिउँ पहिले नै प्रविष्ट भइसकेको छ भने यसलाई हटाइदिउँ हजुर हजुर कुन कुन पदको भन्नाले कन्ट्याक्टमा त सबै देखिन्छ कर्मचारी सक्रिय कर्मचारी हजुर दुईटा मात्रै प्रमुख उपप्रमुख र सूचना अधिकारी कार्यालय प्रमुख पनि आउँछ यहाँनिर प्रमुख उपप्रमुख
त्यसपछि कार्यालय प्रमुख, त्यसपछि बल्ल सूचना अधिकारी है त। मैले त्यसो भए यसलाई एडिट गरेँ है त। ल मैले यो सूचना अधिकारी नभइकन मलाई जिल्ला समन्वय जिल्ला समन्वय अधिकारी भने है त। जिल्ला समन्वय अधिकारी यहाँनिर आयो। तीनवटा भयो। अब अझै एकजना कर्मचारी थप्नु पर्ने भयो। अब एकजना अझ थप्नु पर्यो। मैले उहाँलाई के गरेँ भने नासु थपेँ। ल मैले यहाँनिर थपेँ। स्थायी कार्यरत शाखा कुन शाखामा हो? प्रशासन शाखामा। त्यसपछि कोठा नम्बर 110, टेलिफोन नम्बर एक्सटेन्सन छ भने राख्दा हुन्छ, नत्र भने सम्पर्क व्यक्तिगत इमेल छ भने राख्दा हुन्छ, नत्र भने राख्नु परेन। त्यसपछि सक्रिय वेबसाइटमा देखाउने, त्यसपछि एउटा फोटो पनि राखौँ। थप भयो होइन। त्यसपछि अब उहाँले के गर्ने भने पदाधिकारीमा जाने। पदाधिकारीमा 4वटा मात्रै लिमिट हो है, त्योभन्दा बढी गर्न मिल्दैन। उहाँ भनेको चाहिँ सूचना अधिकारी। त्यसपछि डिटेलहरू केही छ भने राख्दा भइहाल्यो। पूर्व होइन, बहाल नै हो। त्यसपछि सक्रिय गर्नुहोस्। अब सेभ गर्नुहोस्। अब यहाँनिर गर्नुभयो भने रिफ्रेस गर्नुभयो भने यहाँ 3जना आयो। यो सूचना अधिकारी तल आउँछ जान्छ। किन इरर आयो? अनएभाइलेबल भ्यालु गेट लोकल गेटिङ डेजिग्नेसन। यो डेजिग्नेसनको केही इरर आयो जस्तो छ। प्रवक्ता कुनै बग छ जस्तो छ यो। यसलाई पनि मैले यसो गरेँ है त। यो अर्को थिममा इरर देखाएको जस्तो छ। मैले चाहिँ थिमलाई चाहिँ के गरेँ भने डिफल्ट थिम गरेँ। डिफल्ट थिमै छ त। यहाँ केही इरर आएको छ, म यसलाई मिलाउँछु। होइन होइन लिने नै हो। ल्याङ्ग्वेजको कारण स्विच जस्तो देखिरहेछ यहाँ इरर हेर्दाखेरि भ्यालु। ठिक छ, म यसलाई मिलाउन लगाउँछु। किन यो कसरी इरर आयो एकैछिन। पदाधिकारी होइन, यो कर्मचारीमा नासु थपेको। त्यसपछि उहाँलाई पदाधिकारी बनाउने बेलामा के गरियो भने प्रवक्ता बनाएको है। किनकि पद फरक हुनसक्छ नि त उहाँको। त्यो भएर अहिले मैले यसलाई निष्क्रिय नै गरिदिएँ। यो अब एउटा सानो इरर रहेछ केही, त्यो कारणले गर्दाखेरि देखेको छैन। कहाँ के इरर आयो एकैछिन है। जनप्रतिनिधिहरूको डिटेल त्यसरी थप्नु पर्यो तपाईँहरूले। त्यसपछि जिसस सदस्यहरू भन्ने छ। जिसस सदस्यहरू भनेको थप अरू सदस्यहरू छ भने जिसस सदस्यहरूको डिटेल यहाँबाट तान्ने। तपाईँले अलरेडी इन्ट्री भइसकेको छ भने, जस्तो प्रमुख र उपप्रमुख अलरेडी तपाईँले इन्ट्री गरिसक्नु भएको छ माथि भने, त्यहाँबाट तान्न मिल्छ यसलाई। यहाँ चुज गर्नुभयो भने यहाँबाट सुरक्षित गर्दा पनि भयो। अथवा मेनुअल तपाईँले अरू सदस्यहरूको विवरण इन्ट्री गरेको छैन भने यहाँबाट जिसस सदस्यहरूको विवरण पनि इन्ट्री गर्न सकिने भयो। यसलाई के भन्ने अब? यो यसमा चाहिँ कर्मचारी पदाधिकारी भनेको कर्मचारी प्लस जनप्रतिनिधिहरूको कन्ट्याक्ट इन्फर्मेसन हो यो भनेको। अनि यो तलको पदाधिकारी भनेको वेबसाइटको फ्रन्टको डिस्प्लेको लागि हो त्यो भनेको। तलको भनेको बुझ्नु भने वेबसाइटमा फोटो आउँछ नि अगाडिपट्टि, त्यो भनेको तलको पदाधिकारीहरू हो है। यो पदाधिकारी भनेको वेबसाइटमा सूचना अधिकारी, प्रमुख, उपप्रमुख र हाम्रो चाहिँ के अरे जिल्ला समन्वय अधिकारी 4जनाको मात्रै देखिन्छ अगाडि। त्यो भाषा के राख्ने अब त्यो चाहिँ त्यो फिडब्याक भयो भने सजिलो हुन्छ। ए हुन्छ, त्यो गर्दा नि हुन्छ। तर माथि कर्मचारी पनि छ नि त फेरि। कर्मचारी अरू कर्मचारीको कन्ट्याक्टहरू पनि त त्यसमै मिक्स हुन्छ त्यो भएर। अनि जिसस सदस्य भनेको छुट्टै भइहाल्यो। त्यसपछि जिल्ला सभा भन्ने हुँदो रहेछ तपाईँहरूको। जिल्ला सभा भन्ने मलाई हामीले चाहिँ त्यो ऐन हेरेर गरे हो क्या होइन। जिल्ला सभाको विवरणहरू इन्ट्री गर्नलाई पहिला हामीले वेबसाइटबाटै तान्ने कि भन्ने थियो। लोकल लेभलमा त जिल्ला सभाको सदस्यहरू सबै लोकल लेभलको वेबसाइटमा इन्ट्री नै छ। तर तत्काललाई इन्ट्री गर्छन्, यहीँ नै फर्म बनाइदिउँ भनेर यहाँ फर्म बनाइदिएको छ। अब जिल्ला सभामा प्रमुख र उपप्रमुख होइन सदस्य भनेको। जिल्ला सभामा त्यति चाहिँ डिटेलहरू चाहिँ तपाईँको पालिकाभित्रको प्रमुख र उपप्रमुखको डिटेल चाहिँ यहाँ राख्नु पर्यो। त्यो भयो भने तपाईँको के आउँछ भने यहाँ वेबसाइटमा जिल्ला सभा, जिल्ला समन्वय समिति सदस्य, त्यसपछि पूर्व पदाधिकारी, जिल्ला सभा अनि कर्मचारी भनेर यो डिटेलहरू यहाँनिर देखिन्छ। हजुर
यो स्लाइडर यो ठाउँमा राख्ने स्लाइडरहरू हो। यो स्लाइडरहरू तपाईँले फोटो चुज गरेर अपलोड गर्न सक्नुहुन्छ। अहिले गरिराख्नु भएकै छ। यसमा थप गर्नुहोस् भन्नुभयो भने के आउँछ भन्दाखेरि टाइटल आउँछ, इङ्ग्लिसमा आउँछ। कुनै त्यो स्लाइडरमा क्लिक गर्दाखेरि अर्को लिङ्क खुल्ने बनाउनु छ भने तपाईँले लिङ्क राखिदिन सक्नुहुन्छ, नत्र भने राख्नु परेन। त्यो फोटो राख्नु पर्यो, त्यसपछि सक्रिय। अब नर्मल्ली यो साइजमा राख्दा हुन्छ, तर ठुलो साइज पनि लिन्छ। नर्मल्ली एउटा साइजमा क्रप गरेर राख्ने बानी गर्नुभयो भने सजिलो हुन्छ त्यो चाहिँ। अब फोटो ग्यालरीहरू बनाउनु पर्यो भने पनि तपाईँले यसरी ग्यालरीहरू बनाउन सक्नुहुन्छ। टेस्ट ग्यालरी भनेर मल्टिपल इमेज यसमा चुज गर्न मिल्छ। जस्तो मैले धेरै इमेज छ भने यसरी मल्टिपल एकैचोटि सिलेक्ट गरेर मल्टिपल इमेजहरू यहाँ सिलेक्ट गर्नु छ। 6वटा इमेज सिलेक्ट भएको छ। यसरी ग्यालरी क्रिएट गर्न सक्नुहुन्छ। एडिट गर्नुहोस्। एडिट गर्नुभयो भने यहाँ फोटोहरू देखिन्छ। इन्डिभिजुअल फोटोहरू डिलिट गर्न पनि सकियो। अरू नयाँ फोटोहरू पनि थप्न मिल्यो होइन। यो ग्यालरी तपाईँको फ्रन्ट इन्ड वेबसाइटको चाहिँ हाम्रो कहाँनिर आउँछ भने ग्यालरी भनेर ग्यालरी पनि छ। यहाँ तल पनि स्क्रोल हुनुपर्ने हो, यहाँ तल है त। यो फोटो ग्यालरी, यसमा क्लिक गर्नुभयो भने यसको ग्यालरीको डिटेल आउँछ। यो डिटेल यसरी हेर्न सकिन्छ आफूले। अनि यो ग्यालरी मेनुमा पनि छ, ग्यालरी फोटो ग्यालरी भनेर। यो यहाँबाट पनि थप गर्न मिल्यो है त। एउटा फोटो टेस्ट ग्यालरी भनेर यहाँ आएको छ। अब साइजहरू नमिलेर अलिकति कन्ट्राक्ट देखेको। यसरी तपाईँले यो ग्यालरीहरू म्यानेज गर्न सक्नुहुन्छ। ल, ग्यालरीको कुरा सक्यो। अर्को भिडियो ग्यालरी भन्ने छ। यता एकैछिन हेरौँ है। अब धेरै कुराहरू यसमा छैन हो। एकछिन रोक्यौँ त, तिर जाँदै थियौँ। त्यहाँसम्म सायद सक्नुभयो होला सबैजनाले। हजुर, HTTPS Please, रिडाइरेक्ट a भयो। big applause for. क्यासको प्रब्लम, यो हाम्रो इन्टरनेटको क्यास एकदमै राख्दो रहेछ अरे, त्यो भएर प्रब्लम आएको। अब हामी ग्यालरी म्यानेजरभित्र अर्को भिडियो ग्यालरी भन्ने सेक्सन छ। भिडियो ग्यालरीमा तपाईँले कुनै आफ्नो युट्युबहरू सिधै युट्युबको लिङ्क ल्याएर यहाँ पेस्ट गरिदिनुहोस्। जस्तो चाहिँ सभा भनेर कुनै एउटा मैले राखेँ। फेसबुकको यो युआरएल छ भने लाइभ युआरएल पनि हाल्न मिल्छ यसमा, लाइभ स्ट्रिमिङ भइरहेको। र तपाईँले रेकर्डेड भिडियोहरू छ भने सिधै ल्याएर पेस्ट गरिदिनुहोस्। यो भिडियो फेसबुक हो भने फेसबुक, युट्युब हो भने युट्युब। र यसको केही टाइटल छ भने यहाँ लेख्नुहोस्। अनि त्यसपछि होम पेजमा यसलाई देखाउने कि नदेखाउने, होम पेजमा भिडियो ब्लग भन्ने लिङ्क छ। त्यहाँ अघि हामीले सेटिङमा पनि हेरेको थियौँ। होम पेजमा नराख्ने, यसलाई यो भिडियोलाई अटो लाइभ हो भने अटो प्ले गरिदिनु भयो भने के हुन्छ भने स्ट्रिमिङ भएको लाइभलाई अटोमेटिक लाइभ प्ले हुन्छ। त्यसपछि रोड ब्लगमा राख्ने कि नराख्ने यो भिडियोलाई तपाईँले यो चुज गर्न सक्नुहुन्छ। र प्रकाशन अर्डर भन्ने छ, सक्रिय गर्नुहोस्। यति गरेर सेभ गरिदिनु भयो भने यो भिडियो पनि अपलोड भयो, अटो प्ले पनि एक्टिभ छ। अब तपाईँले यहाँनिर जिससको वेबसाइटमा जानुभयो भने रोड ब्लकमा किन आएन, एकैछिन हेरौँ। ठिक छ। यो रोड ब्लक आउनु पर्थ्यो, किन आएन म चाहिँ यो चेक गर्छु। तपाईँको चाहिँ भिडियो ग्यालरीमा यहाँ गएर बस्छ यो है। रोड ब्लकमा पनि आउनु पर्थ्यो, किन आएन म एकैछिनपछि चेक गर्छु। त्यसलाई चाहिँ रोड ब्लकमा पनि आउनु पर्थ्यो, यहाँ टिक लाउँदाखेरि आउनुपर्ने हो। नत्र भने अर्को रोड ब्लक पनि छ यहाँ तल सूचना। यहाँ रोड ब्लकमा गएर तपाईँले यहाँनिर चाहिँ जस्तो रोड ब्लक टाइटल, ल मैले यहाँनिर भिडियो भनेर राखेँ। भिडियोको चाहिँ लिङ्क पनि यहाँनिर राखिदिउँ। सिधै रोड ब्लकमा गएर राख्न पनि मिल्छ, भिडियोमा पनि राख्न मिल्छ। तपाईँलाई रोड ब्लककै लागि चाहिएको भिडियो हो भने यहाँनिर लाइभ स्ट्रिमिङहरू छ भने भिडियो हो कि पिडिएफ हो कि फोटो हो कि के हो, तपाईँले अहिले हामीले भिडियो राख्न खोज्दैछौँ। हजुर हजुर, एउटा मात्रै देखाउँछ। त्यसको लेटेस्ट पछाडि जुन छ त्यही नै देखाउँछ। तर रोड ब्लक किन अफ भइरहेछ यहाँ, पक्नु एकैछिन म यहाँ Please, सेटिङमा a big applause for Joe Dixon. आइसक्यो, रोड ब्लक आइसक्यो। यसरी चाहिँ रोड ब्लकहरूको यसको हाइटहरू मेन्टेन गर्नु पर्यो। तपाईँले यसरी राख्नुभयो भने रोड ब्लकमा एकैछिन यहाँ सेटिङमा रोड ब्लक केही चेन्ज गरेका छौँ जस्तो लाग्छ मलाई। यहाँनिर रोड ब्लकको साइज फुल छ, लार्ज एमडी। ठिक छ, के चलाउनु पर्यो। अघि के कारणले आएको थिएन, अहिले चाहिँ आयो। यसरी रोड ब्लकहरू तपाईँले मिलाउन सक्नुहुन्छ है त। यो मैले रोड ब्लक हटाइदिएँ। ग्यालरी म्यानेजरमा गएर रोड ब्लक सूचनामा गएर
केमा एक भिडियो ग्यालरीमा रोड ब्लक मैले एडिट गरेँ यस गरेँ सेभ भयो नो भइरहेछ मेरोमा त अपडेट फेरि यस गरेँ ए ठिक छ यो कहाँ त्यसैले गर्दाखेरि प्ले नभएको जस्तो छ यो एकचोटि हेरौँला यसलाई टिपेर राख्नु होला रोड ब्लकको चाहिँ पब्लिस भएन भन्नुभएको छ त्यो हेरौँला यसलाई पनि मैले यसलाई चाहिँ रोड ब्लकको शीर्षक प्रकाशन पनि गरिदिएँ यसलाई मैले निष्क्रिय गरिदिएँ अब यो रोड ब्लकको ठाउँमा मैले पिडिएफ पनि राख्न मिल्छ फोटो पनि राख्न मिल्छ होइन तपाईँले यसलाई चाहिँ चाहिँदैन भने यसलाई यहाँनिरबाट डिलिट गर्नु पनि सक्नुभयो यसलाई यो रोड ब्लकलाई चाहिँदैन भने यहाँबाट डिलिट गर्न सक्नुभयो जस्तो अर्को मलाई कुनै एउटा इमेज रोड ब्लक चाहियो भने तपाईँले यहाँ जानुहोस् त्यसपछि कुनै एउटा इमेज रोड ब्लक चाहियो टेस्ट फाइलको प्रकार कुन हो हाम्रो फोटो हो फोटो अपलोड गरेका छौँ सक्रिय गरौँ रोड ब्लकको शीर्षक भनेको यो टाइटल पनि देखिने मैले बनाउने भनेको हो यो भनेको तपाईँले यहाँ रिफ्रेस गर्नुभयो भने अब यसरी माथि शीर्षक पनि प्रकाशन भएको छ टाइटल यो जुम भएर नदेखिया होला यसरी चाहिँ रोड ब्लकमा यहाँनिर यसलाई राख्न सक्नुहुन्छ है त पिडिएफ इमेज र भिडियो तिनटै कुरा चाहिँ रोड ब्लकमा पब्लिस गर्न मिल्छ जस्तो यो फोटोको ठाउँमा अब मैले पिडिएफ राखेँ भने यसलाई फोटो नगरिकन तपाईँले के गर्नु पऱ्यो पिडिएफ गर्नु पऱ्यो सुरक्षित गर्नुहोस् त्यसपछि यसको रोड ब्लक चाहिँ फोटोबाट पिडिएफमा गयो है त पिडिएफ लोड भयो यसरी रोड ब्लकहरू जुनसुकै पनि तपाईँले आफैले मिलाएर राख्न सक्नुहुन्छ तपाईँलाई चाहिँदैन भने यो रोड ब्लकहरू डिलिट गरिदिँदा हुन्छ अब अर्को एउटा म सबभन्दा वेबसाइट ब्याकअपमा जाँदैछु यता हेर्नुहोस् इम्पोर्टेन्ट छ यो वेबसाइट ब्याकअपमा यसले के गर्छ भने तपाईँको डेटाबेसलाई समेत सोर्स कोडलाई समेत ब्याकअप गरेर राख्छ ब्याकअप गर्नुहोस् म क्लिक गर्दै हुन्छ यसमा केही गर्नुपर्ने केही पनि छैन क्लिक गरिदिनु भयो भने यसले कुन मितिमा ब्याकअप गरेको हो डाटाबेस सहित ब्याकअप गर्छ तपाईँलाई डाटाबेस डाउनलोड गर्नु छ भने यहाँ क्लिक गरेर डाटाबेसमा क्लिक गर्नुभयो भने एसक्युएल फाइल तपाईँको डाउनलोड हुन्छ सबै कन्टेन्ट सहितको एसक्युएल फाइल डाउनलोड हुन्छ तपाईँले आफ्नो ब्याकअप गर्न सक्नुभयो यसरी मैले मेरो लोकल कम्प्युटरमा ब्याकअप भइसक्यो तपाईँलाई फाइल पनि चाहियो डेटाबेस पनि दुइटै कम्बाइन गर्नु छ भने यसमा डाउनलोडमा क्लिक गर्नुहोस् यसले जिप फाइल डाउनलोड गर्छ त्यसमा डेटाबेस पनि हुन्छ तपाईँले अपलोड गरेको फाइल पनि हुन्छ सबै आर्काइभ हुन्छ यसलाई सजिलै रिस्टोर गर्न सकिन्छ हाम्रो कहीँ प्रब्लम आयो केही क्रासहरू भयो भने तपाईँकै ब्याकअपबाट पनि रिस्टोर गर्न सकिन्छ यो चाहिँ रेगुलर गर्ने ब्याकअपहरू जस्तै फेरि अर्को ब्याकअप लिन मन छ भने तपाईँले फेरि लिनुहोस् दुईवटा ब्याकअप यहाँ बसिरहेछ अर्को लिनुहोस् तिनवटा ब्याकअप बसिरहेछ तपाईँको ब्याकअप यसरी बस्दै जान्छ तर हामीले सर्टेन 2 महिना 3 महिनापछि चाहिँ त्यो पुरानो ब्याकअपहरू चाहिँ क्लिनअप चाहिँ सिस्टमले अटोमेटिक गर्छ क्रोनमा बसेर है त त्यो ब्लक गर्ने कि नगर्ने भन्ने छ अब डिलिट गर्ने कि नगर्ने लोकलले पुरानो ब्याकअपलाई हजुर यस्तो गरौँ न सर कोडले त्यहाँ नै बाइ डिफल्ट कतिवटा ब्याकअप राख्नु थोरै ब्याकअप तर कोहीलाई 12 एउटा महिनाको एउटा चाहिन सक्छ होइन 12 वटा ब्याकअप राख्नु हुन्छ त्यो चाहिन सक्छ किनभने अटोमेटिकली यस्तो हो यो इन्डिभिजुअल वेबसाइटको ब्याकअप वेबसाइटको पालिकाले आफैले गर्ने विशेषले आफैले हाम्रो ओभरअल त हुने नै भइहाल्यो अनि हाम्रो लागि सर एउटा मैले भनेको जस्तो हाम्रो एउटा थर्ड पार्टी ब्याकअप टुल पाउँछ त्यो चाहिँ $70 जति पर्छ त्यो पर्चेज गरेर हामीले चाहिँ सजिलै चाहिँ मल्टिपल सर्भरको ब्याकअप एउटा कुनै साइटमा ब्याकअप गर्न मिल्छ त्यसलाई यो पनि राम्रो चाहिँ हुन्छ अहिले हामीले मेनुअली पठाइरहेको छौँ होइन मेनुअली आर्सिङ गरेर पठाइरहेको छौँ त्यो टुल नै पाउँछ त्यो इन्क्रिमेन्टल ब्याकअप टुल हो त्यो इन्क्रिमेन्टल भनेको तपाईँको 3 ठाउँको 10 GB राख्नु 30 GB राख्नुभयो भने 10 GB मात्रै ब्याकअप गर्छ त्यसले त्यसरी इन्क्रिमेन्टल ब्याकअप $70 $70 क्या 7,000 हामीले नेक्स्ट ब्याकअप अपडेट गर्न सक्छ त्यो चाहिँ सर्भरको ब्याकअपको लागि धेरै इम्पोर्टेन्ट सानो पैसा भए पनि 7,000 10,000 भए पनि राख्नु तर त्यो चाहिँ इम्पोर्टेन्ट हो अब कसरी पर्चेज गर्ने भन्ने हो अनि अर्को हाम्रो वेबसाइटको भिजिटर विवरण छ यो भिजिटर कुन दिनमा कुनको कसरी भिजिट भएको छ भन्ने कुरा देखिन्छ यसको तपाईँले वेबसाइटमा जानुभयो भने सबभन्दा तल यहाँनिर छ आगन्तुकहरू अहिले 21 देखिरहेछ मेरोमा यहाँ क्लिक गर्नुभयो भने तपाईँले यहाँ क्लिक गर्नुभयो भने यहाँ चाहिँ किन देखिएन यो पुरानो कोड परेछ मेरोमा चाहिँ तपाईँहरूकोमा देखिन्छ क्लिक गर्नु त तल त्यसमा वेबसाइट आगन्तुकमा तल फुटरमा वेबसाइट आगन्तुकहरू भन्ने छ क्लिक गर्नु त त्यो एउटा ग्राफ खुल्नु पर्ने हो खुल्यो
यस्तै देखिन्छ ल देखियो त्यो डेभलपमेन्ट सर्भरको कोड पुरानो भएर हो यस्तो टाइपको देखिन्छ डेली भिजिटर कति छ भन्ने कुरा सबै लगहरू यहाँनिर बस्छ यो वेबसाइटको लग भनेको भिजिटर लग एउटा देखिएन होइन त्यो चाहिँ एउटा एसएमएस सेटिङ भयो यो भयो थिम भयो पनि भयो प्रयोगकर्ता अब चाहिँ युजरमा जान्छु अब प्रयोगकर्ता लग भन्ने छ तपाईँहरूले के चलाउनु भएको छ एकचोटि हेर्नुहोस् त त्यहाँ सबै देखिन्छ के गर्नु भएको छ तपाईँले सबै एक्सनहरू त्यहाँ देखिया होला के गर्नुभयो मैले ब्याकअप लिएको थिएँ अघि भर्खरै 2टा ब्याकअप लिएको रहेछु फुल ब्याकअप डाउनलोड पनि गरेको छु त्यसपछि डेटाबेस ब्याकअप डाउनलोड पनि गरेको छु न्यू ब्याकअप क्रिएट गरेको छु रोड ब्लक पनि डिलिट गरेको छु त्यसपछि रोड ब्लक अपडेट पनि गरेको छु होइन यो सबै एक्सनको तपाईँहरूको ट्र्याक हुन्छ कुन युजरले कतिखेर के चलायो भन्ने कुरा कुन युजरले चलायो भन्दाखेरि तपाईँको यहाँ युजरको नाम पनि यहाँनिर आउँछ प्रयोगकर्ता व्यवस्थाभित्र प्रयोगकर्ता लग भन्ने छ यो डिलिट गर्दैनौँ हामी यो ब्याकअप लग भनेको तपाईँले अहिलेसम्म के गर्नुभयो सबै होला त्यहाँ लगइन गर्नेदेखि लिएर कुनैले एटेम्प्ट गरेको छ भने पनि मिस्टेक रङ इमेलहरू राखेर त्यो पनि लग गरेर हुन्छ अहिले हजुर रिस्टोर त तपाईँको मात्रै सोर्स साइट भइदियो भए त दिन्थ्यौँ हामी तर चाहिँ सिङ्गल सोर्स कोड बेस भएको हुनाले त्यो तपाईँलाई रिस्टोर फाइलहरू त उहाँहरूले फाइलहरू अपलोड गर्न चाहिँ दिन मिल्छ तर डेटाबेस चाहिँ किनभने सेन्ट्रल हो अब त्यो सबै त्यो चाहिँ एउटा लेभलको टेक्निकल असिस्टेन्ट चाहिन्छ तपाईँले सक्नुहुन्छ तर अर्कोलाई दियो भने मिसयुज हुनसक्छ भन्ने मात्रै हो नहुँदाखेरि केही पनि भएन बिग्रियो भने फेरि गाली खाइन्छ त्यही हामीले चाहिँ सिस्टम अहिले पनि पालिकाको वेबसाइटमा चाहिँ कहिलेकाहीँ चाहिँ साथीहरूले थिममा भित्र चाहिँ भ्यूमा लोकेसनमा राख्न पनि एकजनाले चलाइदियो भने साथै त्यो 500वटा साइट डाउन भइरहेको हुन्छ एउटा प्लगइन हाल्नु फेरि अनि त्यसपछि त्यो 5 मिनटको काम हो त्यसपछि हामीले 5 दिनसम्म खोजे हुन्छ फेरि उसले भन्दा नि भन्दैनन् फेरि साथीहरूले फेरि मैले यो चलाएको थिएँ भनिदिएपछि हामीलाई फाइन्ड आउट गरेर मैले चलाएकै छैन भनेर एउटा आइडी अफिसर डिलिट गरेको कहाँ परे कुन आइडी भ्याली यहाँ मेरो साथले पहिला राख्दा मान्छेहरू मेरो साथ सकिनुभयो उहाँले सब भिड हालेर छोडेर अनि फेसबुक पेजमा रापर पाएको चाहिँ झन्डा पनि हालिदिनु भएको अब चाहिँ त्यो हुँदैन लगहरू सबै हुन्छ मैले गरेकै होइन भन्नुहुन्छ सबै डिलिट गरेको छ कन्टेन्टभरि एउटा पनि ब्ल्याङ्क कहाँ डाटाबेस नै अर्को ताने हो नि भिएम पनि स्न्यापसटको भिएमलाई अर्को भिएम क्रिएट गरेर त्यहाँ भिएम रिस्टोर गरेर त्यहाँ लगइन गरेर त्यसको एसक्युएल डम्प निकालेर यता सर्भरमा ल्याएर एक्सपोर्ट गरेको त्यतिखेर सिआइबी पनि उनीहरू दिएको थियो नि त तर मैले गर्दिनँ भनेको थिएँ पछि त्यतिकै मिलायो त्यो पोलिटिकल होला ल अर्को भूमिका र अनुमति भन्ने छ यहाँनिर तपाईँले नयाँ भूमिका एड गर्न सक्नुहुन्छ जस्तो मलाई चाहिँ डिसिसी वेबसाइट अपडेट भनेर यहाँनिर राखेँ भनेर राख्ने तपाईँलाई चाहिँ के रोल दिने हो त्यसमा रोलहरू थप्न सक्नुहुन्छ तपाईँलाई के चाहिन्छ अब सबै रोलहरू एकैचोटि सबै रोल दिनु छ भने तपाईँले सबैजना रोज्नुहोस् गर्नुभयो भने सबै यहाँनिर सुरक्षित गर्नुहोस् एउटा रोल थपियो है त जिसस वेबसाइट अपडेट भनेर एउटा नयाँ रोल थपिदिन सक्नुहुन्छ त्यसपछि त्यो युजर बनाउने बेलामा नयाँ युजर बनाउने त्यो युजरमा चाहिँ जस्तो मैले
अपडेट भन्न सक्नुहुन्छ। त्यसपछि मैले यहाँनिर के राखौँ, एउटा इमेल राख्नु पर्यो। त्यो इमेलमा यहाँ पासवर्ड छ उसको, यो पासवर्ड रिसेट तपाईँलाई चेन्ज गर्न मन लाग्छ भने यहाँ रिप्लेस गरेर चेन्ज हुन्छ। यो पासवर्ड कपी गर्नु पर्यो भने यहीँ कपी भन्ने बटन छ। त्यसपछि पासवर्ड यहाँनिर पेस्ट गर्न सक्नुहुन्छ, त्यही कपी गरेको पासवर्ड मैले माथिबाट कपी गरेँ। त्यसपछि भूमिका जीसस वेबसाइट अपडेट, यहाँ सुपर एडमिन आउँदैन, किनभने सुपर एडमिनको युजर क्रिएट एउटा मात्रै हुन्छ भन्ने कन्सेप्टले एउटा मात्रै बनाएको हो। तपाईँले चाहिँ वेबसाइट अपडेट भन्नुभयो, कुन युजर कहाँ प्रशासन शाखाको हो, यसरी युजर क्रिएट गरिदिन सक्नुहुन्छ तपाईँले। पासवर्ड फिल्ड इज इनभ्यालिड, किन त्यसो भने ल है, यसरी नयाँ युजर बन्यो। अब यो युजरबाट लगइन गर्न सक्नुहुन्छ तपाईँले। यो युजरले के रोल पाउँछ भन्ने कुरा त्यहाँ देखिहाल्नुहुन्छ तपाईँहरू। पहिला रोल बनाउने, रोललाई के पर्मिसन दिने त्यो रोललाई, अनि त्यसपछि युजर क्रिएट गर्ने। यो युजर म्यानेजमेन्ट हजुर, अब त्यसपछि युजरको पासवर्ड बिर्सियो भन्यो भने तपाईँले यहाँनिर गएर पासवर्ड परिवर्तन गर्नुहोस्। यहीँनिर त्यही पासवर्ड छ, कपी गर्नुहोस्। यो पासवर्ड कपी भएको पासवर्ड यसो पेस्ट गरिदिनुहोस्, अनि यो पासवर्ड चाहिँ कुन युजर हो त्यही युजरलाई पठाइदिनुहोस्। यो पासवर्ड हो, यो कम्प्लेक्स पासवर्ड हो यो। हजुर, कुन इमेल एडिट गर्नुभयो होला, त्यो भएर होला। डिएक्टिभ छ, ए ल त्यसलाई मिलाउला, के भएर त्यो डिएक्टिभ भएको होला, मेरोमा छैन फेरि। ल त्यो तपाईँको डेभलपमेन्ट सर्भर हो, त्यो प्रोडक्सनमा सबै मिल्छ। त्यो इमेल चाहिँ डिसेबल भएर बसिरहेको छ होइन, बुझ्यो बुझ्यो बुझ्यो। त्यो एउटा प्लगइनको कारणले हो, त्यो मैले हेरिसकेँ। अब अर्को चाहिँ महत्त्वपूर्ण लिङ्क, अघि एकजनाले भन्दै हुन्थ्यो लिङ्क कहाँबाट थप्ने भनेर, यहीँबाट हो है सबै लिङ्कहरू। महत्त्वपूर्ण लिङ्क भनेर यहाँ तल सब बटममा यो महत्त्वपूर्ण लिङ्क, यहाँनिर डाउनलोड थप्नु पर्यो भने यहीँ थप्ने हो। हजुर, कुन छ यो महत्त्वपूर्ण, यो लिङ्कहरू हो। यो महत्त्वपूर्ण लिङ्क दुईवटा याद छ। जस्तो महत्त्वपूर्ण लिङ्कहरू भनेर तपाईँले यहाँनिर हाइपर लिङ्कहरू राख्न सक्नुहुन्छ। यो लिङ्क भनेको यहाँनिर अपडेट हुने लिङ्कहरू है त। जस्तो मलाई यो विद्युतीय हाजिरलाई जियोआइएमएसलाई माथि ल्याउनु पर्यो भने मैले के गर्छु भने जियोआइएमएस प्रणाली भन्नेलाई माथि ल्याउँछु। त्यसपछि अब यहाँनिर रिफ्रेस गर्नुहोस्, यो जियोआइएमएस प्रणाली 1 नम्बरमा आयो है त। यो अर्डरहरू पनि मिलाउन मिल्यो, तपाईँहरूले लिङ्कहरू पनि थप्न मिल्यो। यो चाहिँ जस्ट लिङ्क मात्रै हो। अनि होम पेज टाइल लिङ्क भनेर अघि नै एउटा मैले थपेर देखाएको थिएँ, त्यही नै हो। अनि विद्युतीय सेवा लिङ्क भन्ने अलिकति कम्प्लेक्स टाइपको छ। अलिकति हेर्नुभयो भने तपाईँले यहाँनिर कलरहरू, ब्याकग्राउन्ड आइकनदेखि लिएर कलरहरू सेटअप गर्न मिल्छ। त्यो भनेको कुन लिङ्क हो भने यो तलको लिङ्क। यहाँ कलरहरू पनि छ ब्याकग्राउन्डमा, त्यो कारणले यो कलरहरू पनि कस्टमाइज गर्न मिल्छ भनेर यहाँ कलरहरू पनि राखिदिएको छ। जस्तो आइकन ब्याकग्राउन्ड र आइकन कलर भन्ने छ एउटा। त्यसपछि एउटा फन्ट एसएमको आइकन। त्यसपछि यो ई गभर्नेन्स लिङ्क हो, टाइप भनेको तपाईँले त्यसको सर्भिस लिङ्क यहाँ राख्न सक्नुहुन्छ। जस्तो कुनै जियोआइएमएस छ भने जियोआइएमएसको लिङ्क, त्यसपछि हेलो सरकार राख्न सक्नुहुन्छ, हेलो सरकारको लिङ्क राखिदिउँ। जस्तो एउटा कुनै थपाउन ल, मानौँ हेलो सरकार भनेर थपिदिउँ ल त्यहाँनिर। हेलो सरकार भनेर थपौँ। opmcm.gov.np लिङ्कको प्रकार एफए। मैले अहिलेलाई एउटा कुनै आइकन राखिदिएको छु, सेभ गर्नुहोस्। एचटिटिपी गर्नु पर्यो। यति गर्नुभयो भने हेलो सरकार आइसक्यो। अब मैले यसलाई हेलो सरकारलाई सबभन्दा सुरुमै राखिदियो भने हेलो सरकारको लिङ्क यहाँनिर थपियो वेबसाइटमा। यसरी चाहिँ हेलो सरकार खुल्छ अब यो क्लिक गर्ने बित्तिकै होइन। तपाईँले यो हाइपर लिङ्कहरू यहाँबाट म्यानेज गर्न सक्नुहुन्छ। त्यसपछि विद्युतीय सेवा लिङ्क पनि त्यही नै हो। तपाईँले तल 4वटा मात्रै थप गरिएको छ। अनि फुटर लिङ्क भन्ने छ। यो फुटर लिङ्क भनेको राष्ट्रिय परिचय पत्र के भन्ने छ नि तल फुटरमा, हाम्रो वेबसाइटको फुटर यहाँ बटममा, यो फुटरमा यो लिङ्कमा अरू थप्नु पर्यो भने तपाईँले यहाँ थप्न सक्नुहुन्छ। त्यसपछि डाउनलोड लिङ्क भन्ने छ। यो डाउनलोड लिङ्क तपाईँले यहाँबाट थप्न सक्नुहुन्छ है। डाउनलोड गर्ने जस्तो कुनै तपाईँलाई चाहियो, मानौँ डाउनलोड लिङ्कमा जस्तो नमुना फारमहरू राख्नु पर्यो, कुनै लिङ्कहरू राख्नु पर्यो, एक्स्ट्रा डाउनलोडहरू जस्तो फन्टहरू राख्नु पर्यो, डाउनलोड गर्ने फन्टहरू राखिदिनु पर्यो। त्यो छ भने तपाईँले त्यो लिङ्कहरू यहाँबाट म्यानेज गर्न सक्नुहुन्छ। जिप फाइलहरू पनि यहाँबाट सपोर्ट गर्न मिल्छ। फन्टहरू जुनसुकै फाइलहरू पनि यहाँनिर
अट्याच गरेर डाउनलोड लिङ्कमा राख्न मिल्छ। जस्तो मैले यहाँनिर नमुना फारम भने अब अङ्ग्रेजीमा पनि कुनै राख्न सक्नुहुन्छ। जस्तो नमुना फारम भनेर मैले एउटा राखेँ, सेभ गरेँ भने हजुर होइन नयाँ आयो होइन, त्यो डमी हो, त्यसमा केही छैन, त्यो त्यतिकै राखिदिएको। तपाईँले अपडेट गर्नुपर्ने हुन्छ त्यो है। अहिले नमुना फारम भयो। अर्को साइट म्याप भन्ने छ वेबसाइटमा। यो साइट म्याप भनेको तपाईँले बनाएको मेनुको आधारमा अटोमेटिक जेनेरेट हुन्छ यो है, तल साइट म्याप हजुर त्योभित्र एडिट गर्नुहोस् अनि एडिट गरेर यहीँभित्र चुज गर्ने फाइल हजुर। नर्मल्ली एउटा डाउनलोडमा एउटा फाइल मात्रै हुन्छ भन्ने नोटिस त्यो हो भने तपाईँले त्यसको लागि नोटिसलाई नमुना फारम यसको डाउनलोड चाहिँ यहाँ छ, पक्नुहोस् है। कहाँ छ भने यहाँ छ डाउनलोड भन्ने छ। डाउनलोडमा राखेका फाइलहरू जम्मा यहाँ लिस्टिङ हुन्छ। जस्तो नमुना फारम भयो, अर्को कुनै फारम छ, अर्को कुनै फारम छ भने यहाँ लिस्टिङ हुँदै जान्छ तपाईँले राख्ने। मल्टिपल आवश्यक छ भने मल्टिपल पनि गरौँला ल। अहिलेलाई एउटा मात्रै छ, एउटा डाउनलोडको एउटा मात्रै हुन्छ भन्ने कन्सेप्टले यो बनाएको। ल मल्टिपल राख्ने, तर यो भित्र गइसकेपछि मल्टिपल फाइल डाउनलोड हुन्छ, त्यो पनि मिल्छ। अनि बारम्बार सोधिने प्रश्नहरू भन्ने छ, फ्रिक्वेन्टली आस्कड क्वेसन भन्छ। अब तपाईँले यहाँ क्वेसन राख्ने, त्यसको एन्सर, क्वेसन राख्ने, त्यसको एन्सर गर्ने। अनि त्यो फ्याक्यु भन्ने मोड्युल अन गरिसक्यो भने वेबसाइटमा अटोमेटिक फ्रिक्वेन्टली आस्क क्वेसनमा अटोमेटिक आउँछ। जस्तो एउटा क्वेसन 1 भने त्यसको कुनै एन्सर छ भने एन्सर लेख्ने, तपाईँले चाहिँ यसलाई सक्रिय गरिदिनुहोस्, सेभ गर्नुहोस्। अब यो फ्रिक्वेन्टली आस्क क्वेसन भनेर कहीँ हाम्रो यहाँ वेबसाइटमा कहीँ हुनुपर्छ, कहाँ राखिरहेछ? कहीँ न कहीँ त छ होला, फ्याक्यु पनि छैन। बारम्बार सोधिने प्रश्नहरू भन्ने कहीँ त हुनुपर्छ। सङ्गठन संरचना नभए तपाईँले आफैले मेनु बनाएर राखिदिन सक्नुहुन्छ, तर आउनु पर्थ्यो, किन भएन? एकछिन है, यो ब्लकमा अन गर्छु है, आइरहेछ ल, ठिक छ। पक्नु है, वेबसाइट सेटिङभित्र मलाई पनि यो धेरै कुराहरू मैले नि बिर्सिसकेँ, पक्नुहोस् है। वेबसाइट प्रणाली सेटिङभित्र होइन, थिम लेआउटभित्र यहाँ मोड्युल एन्ड प्लगइनभित्र एउटा फ्रिक्वेन्टली आस्क क्वेसन भन्ने छ क्या, यहाँ यसलाई अन गरिदिनु भयो भने यो फ्रिक्वेन्टली आस्क क्वेसन होम पेजमा पनि आउँछ। अब तपाईँले यहाँनिर रिफ्रेस गर्नुहोस्, यहाँ कहीँ आउनु पर्ने हो, आइसक्यो नि होइन? तल हेर्नु त, फ्रिक्वेन्टली आस्क क्वेसन भनेर बारम्बार सोधिने प्रश्नहरू भनेर यहाँ तल आउँछ है त। त्यो ब्लकबाट कन्ट्रोल गर्न मिल्छ त्यसलाई। अनि त्यसपछि तपाईँको यो सेटिङमा जानुभयो भने प्रोफाइल अध्यावधिक भन्ने छ यहाँनिर है। तपाईँ माथि जानुभयो भने प्रोफाइल अध्यावधिक भन्ने छ, यहाँ इनेबल टु फ्याक्टर अथेन्टिकेसन भन्ने छ। टु फ्याक्टर अथेन्टिकेसन अन गर्नुभयो भने तपाईँको यहाँ एउटा क्युआर हुन्छ, ऊ माथि प्रोफाइल अध्यावधिकमा है त। यो चाहिँ ऊ माथि माथि मेनु हेर्नुहोस् त, यहाँ त्यो साइडमा तपाईँको नाम टाइप भएको छ त्यहाँ। यो टु फ्याक्टर अथेन्टिकेसन अन गर्नुभयो भने तपाईँको चाहिँ अर्को लेयर सेक्युरिटीको थपिन्छ, तर म रेकमेन्ड गर्छु यसलाई अहिले अन नगर्नु। यो चाहिँ एउटा मोबाइल एप चाहिन्छ त्यसको लागि अथेन्टिकेटरको, र अथवा चाहिँ यो सेक्युरिटी टोकनहरू चाहिन्छ यसलाई रिस्टोर गर्नलाई है। मैले चाहिँ गरेर हेरेँ, तपाईँहरूले चाहिँ नगर्नु अहिलेलाई। जस्तो मैले यहाँनिर लगइन गर्दैछु, अब फेरि लगइन गरेँ भने अब चाहिँ मलाई लगइन गर्दाखेरि के माग्छ भने कि चाहिँ तपाईँको मोबाइलको अथेन्टिकेटरको कोड माग्छ, मोबाइलमा जान्छ, एउटा मोबाइलमा कोड हुन्छ, कि चाहिँ तपाईँले रिकभरी कोडबाट लगइन गर्न सक्नुहुन्छ यसलाई। रिकभरी कोड मैले भर्खरै कपी गरेको थिएँ, म यसलाई कपी गर्छु। यो रिकभरी कोड तपाईँ यहाँबाट लगइन गर्न सक्नुहुन्छ तपाईँले।
लगइन भयो मेरो सिस्टम। अब यसलाई चाहिँ डिसेबल गर्ने भने यहाँबाट डिसेबल। यो चाहिँ एक्स्ट्रा लेयर अफ सेक्युरिटी हो। यो मोबाइलमा त्यो क्युआर स्क्यान गर्नुपर्छ तपाईँले अथेन्टिकेटर एप युज गरेर है। क्युआर स्क्यान गरेर राख्ने, अनि त्यो क्युआरमा एउटा नम्बर आउँछ, त्यो नम्बर हानेपछि मात्रै लगइन हुन्छ भनेको त्यो व्यक्तिले बाहेक अरूले लगइन गरे होइन भन्नको लागि हो यो टु फ्याक्टर अथेन्टिकेसन। गर्दा होइन, तपाईँलाई कहिलेकाहीँ अरूले कोहीले चलाइदिन्छ भन्ने लाग्यो भने तपाईँले त्यो अन गरेर तपाईँको मोबाइल बिना अरूले लगइन गर्न सकेन क्या त्यो, बुझ्नु। पासवर्ड भए पनि गर्न सकेन। त्यसपछि पासवर्ड परिवर्तन भन्ने छ, यहाँबाट पासवर्डहरू चेन्ज गर्न सक्नुहुन्छ। यसको पासवर्ड बाई डिफल्ट कति दिनपछि एक्सपायर हुँदैछ भन्ने कुरा यहाँनिर देखिन्छ है त। यो धेरै राखेको छ, यो चाहिँ घटाउने हो। यो 90 दिन मात्रै गर्नुपर्छ। तर 90 दिन गर्दाखेरि पनि फ्रिक्वेन्टली रिसेट हुन्छ भन्ने छ। अब यसलाई के गर्ने, अब हामी पछि उ गरौँला यसलाई चाहिँ। कति कति दिनपछि एक्सपायर राख्ने भनेर, यो सधैँ त दिन हुँदैन। 81/8/5 गते सकिँदो रहेछ यो पासवर्ड एक्सपायर हुँदो रहेछ। यो लगआउट भइहाल्यो। अब चाहिँ म फ्रन्ट इन्डतिर जान्छु है त। अब यसैबाट तपाईँहरूले सबै कस्टमाइज गर्दै मिलाउँदै जान्छौँ। अब म फ्रन्ट इन्डको बारेमा अलिकति बताउँछु है त। फ्रन्ट इन्डको बारेमा यो सबभन्दा माथि देखेको छ, यो इङ्ग्लिस डेट हो। त्यसपछि यहाँ तपाईँले राखेको इन्फोको इमेल यहाँ देखिन्छ, फोन नम्बर यहाँ देखिन्छ। त्यसपछि लिजाको हामीसँग एपिआई आएको छैन। लिजा र एफआरए हामी यहाँ लिङ्क गरिदिन्छौँ एपिआई थ्रु। यहाँ क्लिक गर्दाखेरि आफ्नो जिल्लाभित्रको लिजा र एफआरएको डेटा यहाँबाट हेर्न मिल्छ। त्यसपछि यो भनेको चाहिँ डार्क मोड हो। त्यसपछि ल्याङ्ग्वेज स्विच यहाँबाट गर्न मिल्छ। तपाईँले यदि लगइन गर्नुभएको छ भने यो मेनु देख्नुहुन्छ। लगआउट भइसकेपछि यो देखिँदैन। यहाँनिर यो लगइन भएको छ भने सिधै कहिलेकाहीँ वेबसाइट खोलिराखेको बेला सिधै नोटिस क्रिएट गर्न मन लाग्यो भने तपाईँले यहाँनिर यसमा क्लिक गरेर एड न्यू गर्नुभयो भने सिधै नोटिस क्रिएट गर्ने ठाउँमा लगिदिन्छ यसले है त। यो लगआउट गऱ्यो भने यो बटन हराइहाल्छ। त्यसपछि ड्यासबोर्डमा जानु पऱ्यो भने यहाँबाट सिधै एडमिनको ड्यासबोर्डमा जान मिल्यो एडमिनबाट। त्यसपछि यहीँनिरबाट कहिलेकाहीँ लगआउट गर्नु पऱ्यो भने तपाईँले वेबसाइट खोलिरहेको बेला लगइन भइरहेको रहेछ, मैले लगआउट गरेँ भने त्यो यहाँबाट हरायो, यहाँबाट अब छैन। फेरि चाहिँ हामीले के गर्नु पऱ्यो, यसलाई लगइन गर्नु पऱ्यो। ल लगइन फेरि गरौँ। त्यसपछि यो फेसबुक, ट्विटर, त्यसपछि गुगल म्यापको लिङ्क छ। यहाँनिर चाहिँ इमेलको लिङ्क छ, mail.nepal.gov.np को लिङ्क क्विक एक्सेस लिङ्क हो। यो लोगो भइहाल्यो। यो चाहिँ यो झन्डा फिक्स हुन्छ तपाईँको चाहिँ यो डेट एन्ड टाइम आइहाल्यो। होम, त्यसपछि हाम्रो बारेमा यति मेनुहरू डिफल्ट राखिदिएको छ। यो कसरी कन्ट्रोल गर्ने भन्ने कुरा तपाईँहरूले बुझिसक्नुभयो। निर्णयहरू, अन्य निर्णय, सबै निर्णयहरू, यहाँ मेनुहरू कसरी डाइनामिक बनाउने भन्ने कुरा सबै हामीलाई थाहा भइसक्यो। त्यसपछि यो स्लाइडरको बारेमा पनि बुझ्यौँ। यो दुईवटा ट्याबहरू छ, यो यसलाई कस्टमाइज गर्ने भन्ने कुरा पनि हामीले बुझिसक्यौँ। यो स्लाइडर हो, जिसस प्रमुख, उपप्रमुख र प्रवक्ता कसरी राख्ने भन्ने पनि हामीले हेरिसक्यौँ। अब यो ट्याबहरूमा कसरी कन्ट्रोल गर्ने भन्ने कुरा पनि हामीले चाहिँ ब्लगबाट हेरिसक्यौँ। हामीले ट्याब कन्ट्रोलबाट महत्त्वपूर्ण लिङ्क कहाँबाट चेन्ज गर्ने पनि हामीले हेऱ्यौँ। त्यसपछि यो कन्ट्रोलहरू भइहाल्यो। सोसल मिडियाको लिङ्कको महत्त्वपूर्ण लिङ्क अरू पनि सकिन्छ। कस्टमाइज गर्न यो चाहिँ कस्टमाइज यसको छैन होला, यसको कस्टमाइजेसन। यसलाई पनि डाइनामिक गरौँ है। ल हुन्छ, यो लेभल चाहिँ महत्त्वपूर्ण लिङ्क भयो। हुन्छ, ल यसलाई पनि डाइनामिक गरौँ ल। त्यसपछि यो स्ट्याटिक रहेछ, यसलाई चाहिँ डाइनामिक गर्न लगाउँ। त्यसपछि यो पालिकाहरूको लिङ्क छ। जस्तो तपाईँले यहाँ हेर्नुभयो भने स्थानीय तह भन्ने छ होइन त। कोहीलाई तपाईँलाई स्थानीय तह राख्न मन छैन भने तपाईँले यहाँनिर थिम व्यवस्था इन्स्टल, यहाँ प्लगइनमा गएर मोड्युल तथा प्लगइनमा गएर यहाँ पालिका भन्ने होला, कहाँनिर छ, मैले लोकल लेभल डिटेल भन्ने छ। यो लोकल लेभल डिटेललाई तपाईँले यहाँनिरबाट अफ गरिदिनु भयो भने, अथवा चाहिँ यहाँबाट अफ गर्नुभयो भने तल स्क्रोल हुने बन्द हुन्छ। तर यहाँ मेनुमा छ, पक्नु है, कहाँनिर छ भने वेबसाइट सेटिङभित्र मेनु व्यवस्थापनभित्र जानुभयो भने तपाईँले पालिकाहरूको कहाँनिर छ, निर्णयहरू, अभिलेखालय, स्थानीय तह भन्ने छ। स्थानीय तह भन्ने मेनुलाई तपाईँले यहाँबाट अफ गरिदिनु भयो भने त्यहाँबाट स्थानीय तहहरू हट्छ मेनुबाट। अहिले के देखिरहेछ, तपाईँको पालिकाभित्रको नगरपालिका कतिवटा छ र स्थानीय तह कतिवटा छ। भक्तपुरमा नगरपालिका मात्रै रहेछ, त्यो भएर नगरपालिका मात्रै आयो। अर्को जस्तो अर्को कुनै हेटौडामा हेरौँ। हेटौडा मकनपुर होला कि
DCC DCC मकवानपुर.टेस्ट मकवानपुर DCC काठमाडौँ हेरौँ न MAK WNPUR है DCC जस्तो काठमाडौँको हेऱ्यौँ भने काठमाडौँभित्र महानगरपालिका पनि छ त्यसपछि नगरपालिका पनि छ त्यसपछि स्थानीय तह सबैको विवरण भनेर यो मफाका पोर्टलबाटै डेटाहरू तानेको हुन्छ यो कन्ट्याक्ट डिटेल यहाँ वेबसाइट पनि छ पालिकाको त्यसपछि नाम पनि छ त्यो जिससभित्र कतिवटा पालिका पर्छ स्थानीय तह पर्छ त्यो अटोमेटिक डाइनामिक रूपमा यहाँ एडजस्ट हुन्छ कार्यक्रम योजना यो मेनुहरू तपाईँहरूले कन्ट्रोल गर्छ मेन चाहिँ अर्को एउटा अभिलेखालय भन्ने छ यहाँनिर अभिलेखालयभित्र अपलोड गर्ने शाखाको आधारमा पनि खोज्न मिल्छ हामीले सर्च गर्न मिल्छ यसलाई म अलिक डाटा भएको पालिकाबाट हेर्छु अभिलेखालयभित्र गएर जस्तो मलाई अपलोड गर्ने कुन प्रशासन शाखाले कतिवटा सूचना अपलोड गरेको रहेछ भनेर खोज्नु पर्यो भने प्रशासन शाखाले अहिलेसम्म अपलोड गरेकै छैन त्यसपछि तपाईँले जिल्ला सभाको नाममा कतिवटा अपलोड भएको छ एउटा अपलोड भएको रहेछ त्यसरी पनि गर्न मिल्यो क्याटेगोरी अनुसार पनि सर्च गर्न मिल्छ तपाईँले निर्णयहरू मात्रै खोज्नु पर्यो परिपत्र निर्देशन मात्रै खोज्नु पर्यो भने तपाईँले होल वेबसाइटभरिको परिपत्र निर्देशन मात्रै एउटा मात्रै छ त्यसपछि यहाँनिर सूचना समाचार कति रहेछ भनेर सूचना समाचार खोज्न मिल्छ त्यसपछि मिति कहिलेदेखि कहिलेसम्मको सूचना खोज्नु पर्यो मलाई जस्तो कुनैले यति मितिभित्र भाउ हुनसक्छ भनेर 1 महिनाभित्रको मात्रै खोज्नु पर्यो भने तपाईँले यहाँ डेटहरू चुज गरेर डेट पिकरहरू अटोमेटिक चुज गरेर यो दुईटाको बिचमा कति सूचना अपलोड भएको रहेछ भनेर खोज्न सक्नुहुन्छ त्यसपछि आर्थिक वर्षको आधार पनि खोज्न सकियो सङ्ख्या भनेर कहिलेकाहीँ चाहिँ पेजिनेट भएको हुन्छ यो जस्तो 20वटा भन्दा बढी यहाँ देखिँदैन त्यो पेजिनेटलाई कहिलेकाहीँ तपाईँले सबै अल गरेर सर्च गर्नुभयो भने सबै देखिन्छ एउटै पेजमा धेरै नोटिसहरू हेर्न मिल्यो त्यसपछि यदि ल्याङ्ग्वेज स्विचर इङ्ग्लिस छ भने यो डेटहरू पनि क्यालेन्डरहरू पनि इङ्ग्लिसमा स्विच भइरहेको छ तपाईँले यहाँ देख्नुभएकै छ त्यसपछि यो नोटिसहरू भइहाल्यो यसरी तपाईँले हेर्न सक्नुहुन्छ त्यसपछि अर्को डिटेल के छ भने यहाँनिर अर्को क्याटेगोरी डिटेल्स भन्ने छ क्याटेगोरी डिटेल्सबाट पनि नोटिसहरू हेर्न मिल्छ जस्तो हामीले कतिवटा क्याटेगोरी क्रिएट गरेका छौँ ब्याकएन्डमा त्यो क्याटेगोरीको आधारमा सिधै तपाईँले त्यसको नोटिसहरू पनि हेर्न मिल्छ जस्तो मलाई प्रेस विज्ञप्ति भित्र क्लिक गर्नु भने प्रेस विज्ञप्तिको सबै नोटिसहरू यहाँनिर देखिन्छ है त्यो क्याटेगोरी डिटेल भन्ने कहाँनिर आउँछ भने यो तपाईँले यो आर्काइभ सेक्सनभित्र जानुभयो भने यो आर्काइभिङ सेक्सनभित्र क्याटेगोरी भन्ने छ सूची भन्ने छ माथि यहाँनिरबाट खोज्न सक्नुहुन्छ अब यो तलको डाउनलोड लिङ्कदेखि लियो कन्ट्याक्ट लिङ्कहरू भइहाल्यो त्यसपछि यसको डिटेलभित्र जानुभयो भने डिटेल साइडमा चाहिँ टप त्यो क्याटेगोरीसँग रिलेटेड भएको नोटिसहरू यहाँ देखिन्छ यो डाउनलोडहरू यहाँ भइहाल्यो भ्यूहरू यहाँ भइहाल्यो त्यसपछि मितिहरू देखिन्छ त्यसपछि अर्को चाहिँ यो मोबाइल फ्रेन्डली कतिको छ भनेर चेक गर्नको लागि तपाईँले चाहिँ यहाँनिरबाट मोबाइल फ्रेन्डली पनि चेक गर्न सक्नुहुन्छ अब मोबाइल भर्सनमा कस्तो देखिन्छ भनेर यहाँबाट चेक गर्न सकिन्छ जस्तो मैले अहिले डेस्कटप भर्सनमा चेक गरेको छु 1960 रिजोल्युसनमा यस्तो म्याकमा यस्तो देखिन्छ तपाईँले चाहिँ आइफोनमा कस्तो देखिन्छ भनेर हेर्नुभयो भने आइफोनमा पुरै लेआउट चेन्ज हुन्छ यसको यसो देखिन्छ आइफोनमा कुनै पनि कन्टेन्टहरू फ्लोट भएको हुँदैन यसमा त्यसपछि तपाईँले आइफोनसँगै आइफोन 14 प्रो म्याक्समा कस्तो देखिन्छ भनेर हेर्नुभयो भने आइफोन 14 प्रो म्याक्समा चाहिँ यस्तो देखिँदो रहेछ अब यो कुराहरू सबै ह्यान्डल भएको छ मिडिया क्वेरीदेखि लिएर सबै डिभाइस रेस्पोन्सिभ छ यो वेबसाइटहरू कन्ट्याक्ट डिटेलहरू यही नै हो ल अब लगभग मेरो तर्फबाट लगभग यति नै हो जस्तो लाग्यो अरू केही छ भने भनौँ नत्र भने यति नै होला लगभग अब इरर पेजहरू सबै ह्यान्डल भएको छ यसमा हजुर क्याटेगोरी अभिलेखालयमा जाने त्यसपछि यहाँ क्याटेगोरी सूची भन्ने छ हजुर आर्काइभिङ अभिलेखालयभित्र सबभन्दा माथि त्यसपछि साइट म्याप भन्ने छ यो साइट म्याप इम्पोर्टेन्ट हो हाम्रो वेबसाइट निर्माण कार्यविधिमै छ यो तपाईँको वेबसाइटको स्ट्रक्चर कस्तो छ बेसिक स्ट्रक्चर भन्ने यो कुराहरू भइहाल्यो अनि हाम्रो चाहिँ यसको हाइपर लिङ्कको लिङ्क डेप्थ चाहिँ म्याक्सिमम 2 छ है लिङ्क डेप्थ भनेको चाहिँ धेरै भित्र युजरहरू के हुन्छ भने एक ठाउँबाट क्लिक गर्यो फेरि अर्को ठाउँ गयो अर्को ठाउँबाट अर्को ठाउँ भन्दाखेरि कम्तीमा 2चोटि क्लिक गर्दाखेरि उसले इन्फर्मेसन पाओस् भन्ने हुन्छ त्यो लिङ्क डेप्थ चाहिँ सबै 2 साइजमा मिलाएको छ साइट म्याप तल फुटरमा आउँछ डाउनलोड सेक्सनभित्र
अब तपाईँले त्यो साइड म्यापलाई माथि ल्याउने हो भने मेनुतिर ल्याउने हो भने आफैले त्यो लिङ्क कपी गरेर एउटा मेनु क्रिएट गरेर हाल्दै भयो। ड्यासबोर्डको ओभरभ्यू कस्तो छ भने सूचना समाचार कतिवटा अपलोड भएको छ भनेर यहाँ ओभरभ्यू आउँछ। यहाँ क्लिक गर्नुभयो भने त्यही ठाउँमा पुर्याउँछ त्यसले। यहाँ एउटा भ्यू मोर भन्ने छ। त्यसपछि ऐन कानुन निर्देशिका भन्ने छ। यो ऐन कानुन निर्देशिका कति अपलोड भएको छ भनेर अहिले 0 छ। सेवाहरू कतिवटा थप्नु भएको छ 4वटा। त्यसपछि पदाधिकारी कर्मचारी 4जना थप्नु भएको छ। त्यसपछि फोटो ग्यालरी एउटा एक त्यसपछि निर्णयहरू 4, साङ्गठनिक संरचना 3वटा चाहिँ सङ्गठन क्रिएट भएको छ। एउटा जिल्ला सभा के भएको थियो नि होइन, एउटा प्रशासन शाखा, एउटा जिल्ला समन्वय समिति थपेका थियौँ। महत्त्वपूर्ण लिङ्क 11, त्यसपछि मुख्य मेनु सूची 29, हामीले चाहिँ मेनु चाहिँ 29वटा क्रिएट गरेका रहेछौँ। त्यसपछि प्रयोगकर्ता भनेको युजर 3वटा, सिएमएस पेज 3वटा, भूमिका र अनुमति यो चाहिने मात्रै गरेको छ, अरू चाहिँ डिटेल तपाईँले छैन। तपाईँले यहाँनिर लेटेस्ट नोटिस यहाँनिर आउँछ। यहाँनिरबाट कहिले काहीँ एडिट गर्नु पऱ्यो भने यहाँनिर क्लिक गरेर एडिट गर्न पनि सकिन्छ यो नोटिसहरूलाई। हजुर ड्यासबोर्डबाटै, यहाँ ड्यासबोर्डमा रनिङ भइरहेको छ। यहाँ एउटा पेन्सिल जस्तो आइकन छ, यहाँनिरबाट क्लिक गरेर पनि एडिट गर्न मिल्छ ड्यासबोर्डबाटै। ड्यासबोर्डको ओभरभ्यू लगभग यही नै हो। मैले अनि यहाँनिर एउटा आइकन छ, यसले चाहिँ वेबसाइटको पब्लिक भ्यू देखाउँछ। त्यसपछि तपाईँले यहाँनिर एउटा बटन पनि छ, यहाँ रिफ्रेस भन्ने बटन, यसले तपाईँको टेम्पोरेरी क्यासहरू क्लियर गर्ने काम गर्छ र यसलाई कन्ट्रोल एफले पनि कन्ट्रोल हुन्छ यो है त। कन्ट्रोल एफ गर्नुभयो भने सबै क्यासहरू क्लियर हुन्छ यहाँबाट। कुनैमा भएको छैन त्यसलाई बेला हो त्यो थिम डेभलप गर्ने बेलामा त्यो कुनै मिस्टेक भएको होला, म मिलाउनु। लाइनमा छैन त्यो, यो डेभलपमेन्ट सर्भर अलिक धेरै अगाडि अपलोड गरेको कोड हो, त्यो भएर त्यो पनि तपाईँहरूलाई कमेन्ट गरेर लेखिदिनु। यतापट्टि हाम्रो कमेन्ट एउटा छ, त्यसमा सबै कमेन्ट गरिदिनु। त्यो हेरेर सबै एसाइन हुन्छ फेरि यो विज्ञास डिफ्रेन्ट थिममा साइड म्याप देखेको कुनै हाइटमा देख्दैन, त्यो पनि कमेन्ट 4वटा थिम छ नि त। साइड म्याप भिजिबल भएर कुनै एउटा